विपक्षीको स्टन्ट राजनीतिले फेरि संसदमा खैलाबैला। सरकारको नीति तथा कार्यक्रममाथि गम्भीर बहस छोडेर नाराबाजीमा उत्रियो प्रतिपक्ष। जनताले खोजेको विकास कि ड्रामा। पछिल्ला दिनमा प्रतिनिधि सभा गम्भीर बहस भन्दा पनि मिडिया स्टन्ट र सेलिब्रेटी शैलीको प्रस्तुतिमा बढी केन्द्रित हुन थालेको देखिन्छ। सामाजिक सञ्जालमा चर्चामा आउन र छोटो भिडियो क्लिप बनाउने प्रवृत्तिले संसदको गरिमा नै कमजोर बनाएको टिप्पणी समेत हुन थालेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधि सभामा हुने भनिएको छलफल एकाएक तनावग्रस्त बनेपछि संसद बैठक अवरुद्ध बनेको छ। प्रधानमन्त्रीको अनुपस्थितिलाई मुद्दा बनाउँदै विपक्षी दलले संसदमा नाराबाजी गरेपछि सभामुखले बैठक 15 मिनटका लागि स्थगित गर्नुपर्ने अवस्था सिर्जना भयो। सरकारले मुलुकको आर्थिक सुधार, पूर्वाधार विकास, रोजगारी सृजना र सेवा प्रवाहलाई केन्द्रमा राखेर ल्याएको नीति तथा कार्यक्रममाथि गम्भीर छलफल हुनुपर्ने बेला विपक्षी दल भने पुनः राजनीतिक प्रदर्शनमै केन्द्रित भएको भन्दै सत्ता पक्षले असन्तुष्टि जनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिमा सरकारका तर्फबाट अर्थमन्त्री स्वर्णिम वागले संसदमा जवाफ दिन उभिए लगत्तै विपक्षी सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। उनीहरूले लगातार नाराबाजी गरेपछि संसदको वातावरण असहज बनेको थियो। सत्ता पक्षका नेताहरूले भने संसद बहस र समाधानको थलो भएकोले विरोधका नाममा संसद अवरुद्ध गर्नु लोकतान्त्रिक संस्कार विपरीत भएको बताएका छन्। जनताले संसदलाई नाराबाजी गर्न होइन, देशको विकास र जनताको समस्या समाधान गर्न पठाएका हुन्, एक सत्तारूढ सांसदले प्रतिक्रिया दिए। सरकार भने नीति तथा कार्यक्रम मार्फत आर्थिक चलयमानता बढाउने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तथा सुशासनलाई बलियो बनाउने लक्ष्यमा केन्द्रित छ। तर विपक्षी दलले संसद अवरुद्ध गर्दै आएको शैलीले विकासका एजेन्डा ओझेलमा पर्ने खतरा बढेको छ। सत्ता पक्ष निकट वृत्तमा अहिले एउटा प्रश्न तीव्र रूपमा उठ्न थालेको छ। जनताले काम गर्ने सरकार चाहेका हुन् कि हरेक विषयमा अवरोध सिर्जना गर्ने राजनीति? संसद बैठक स्थगित भएपछि दलहरूबीच अनौपचारिक छलफल चलेको छ।